नमस्ते यहाँ सबैजनालाई आज रोदी कार्यक्रमकै फर्मेटमा तर ताप्तिङ पोखरा क्रपुथर चेलीबेटी भेटघाट तथा प्रीतिभोज कार्यक्रममा सम्पूर्ण क्रपुथर परिवार यसै गरी चेलीबेटीहरूलाई मेरो व्यक्तिगत तर्फबाट र हाम्रो टिमको तर्फबाट यहाँलाई आउँदै गरेको तमुहरूको महान पर्व तमु लोसारको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो टिममा हुनुहुन्छ उता अक्टोप्याडमा गुप्त गुरुङ, मादलमा दिलो गुरुङ र सारङ्गीमा रोशन गुरुङ हुनुहुन्छ। आज आदरणीय बाजे श्री प्रसाद बाजेले फेरि आफ्नो भाइ खल्लद्वारा आयोजित चेलीबेटी प्रीति भोज कार्यक्रममा आज उहाँले फेरि 18 टुक्का चाहिँ न्युमली 18 टुक्का लेखेर आज फेरि मन्त्री साहबले चाहिँ गाउने प्रयास गर्दै हुनुहुँदो रहेछ। आदरणीय बाजेलाई आज उहाँले लेख्नु भएको गीत गाउँदै हुनुहुन्छ। सुबदार मेजर हनेरी क्याप्टेन मन्त्री जङ गुरुङ, यहाँलाई जोरदार तालीले म सम्मान व्यक्त गर्न चाहन्छु। यसै गरी सुबदार मेजर हनेरी क्याप्टेन तेज बहादुर गुरुङज्यू, यहाँलाई पनि स्वागत छ। मलाई लाग्छ हाम्रो दुर्गा दाइले चाहिँ क्याप्चर गरिराख्नु भएको छ होइन। यसै गरी गीत गाएर आज साथ दिँदै हुनुहुन्छ यसै भाइ खलकका सदस्य दिलमाया गुरुङ, यसै गरी इन्द्र कुमारी गुरुङज्यू, यति टाठो क्याप्टेन नि। अब भने हामी आदरणीय बाजेले सिर्जना गरेको शब्दहरूलाई हामीले मन्त्रीजन दाई र मैले गाउँदैछु र हाम्रो क्याप्टेन नि अनि यता सुबदारमै क्याप्टेन भन्ने भालङ्गै प्रेम कोसिस लमदे औ। अब भने हामी गीत सुरु गर्नेछौँ। सुबदार मेजर हनेरी क्याप्टेन मन्त्रीजन गुरुङ र बालकाशी गुरुङ, धन्यवाद। अनि नाचेर साथ दिनुहुन म यहाँ सबैलाई अनुरोध गर्न चाहन्छु।
खाई रमाउने ससुरा बुढो वृद्धाश्रम पठाउने चरेसको थाली गर्नु हुन्छ नि त है हामी चाहिँ चरेसको थाली है उहाँले यति हेप्नु भएको छ हामीलाई हे हे बलिहारो चरेसको थाली हो ससुराबा मुख्यको हाली हो गोर्खा मेजर कप्तान Lovely.
झिमझिम गर्ने जुन केरी वरियारो झ्याउ झ्याउ गर्ने Basi
अब यो सासुआमा देखेर ससुर डराउँछ भन्नुभयो मैले चाहिँ डराउँदैन भन्छु है पछि लुरु म देखेर काम झुन्डेर
बाजेको लागि फेरि एकचोटि जोरदार ताली अनि गाउने सबैको लागि बजाउने सबैको लागि पनि जोरदार ताली। यो सोचेको भन्दा अझै धेरै रमाइलो भयो। मैले यतिको धेरै कल्पना गरेको थिएन। बाजेले असाध्यै मिठो रचना गर्नुभएको रहेछ। एकदमै धेरै धन्यवाद छ। र अन्तिममा यति राम्रो सूचना दिनुभयो कि बुहारीहरूलाई सुरुमा नराम्रो भनेको भने होइन यति उफ्रिनु भएको थियो उहाँको चेलीबेटी। आम्मा बुहारीलाई नराम्रो भन्दा त खुसी हुँदो रहेछ नि छोरीहरू। उनीहरूको बाबुमाले यति नराम्रो भन्दाखेरि त्यस्तै भान्नै आँटे यहाँ छेउमै आएर। तर अन्तिममा हाम्रो ससुराहरू यति बुझ्ने हुँदो रहेछ लास्टमा त फेरि है उचालेर हामी स्वाभिमानी आम्मामा स्वाभिमान भनेको थोरै हो। हाम्रो लागि नि एकचोटि जोरदार ताली त बुहारीहरू भन्दै यो एकदमै सुवर्ण अवसर हामीलाई प्रदान गर्नुभयो आदरणीय बाजे लगायत सम्पूर्ण ताप्तिङ पोखरा प्रपखर परिवारलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र चेलीबेटी लगायत सम्पूर्ण भाइ खलालाई हाम्रो तर्फबाट फेरि पनि आउँदै गरेको तमुतल लोसारको एकदमै धेरै शुभकामना व्यक्त गर्दै यहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्न चाहन्छु। धन्यवाद।